तेरेसँग मात्रै शरद अमल के भने मास्टिन किन ल हेर माग्छन् यसले भन्छ तेरेसँगै म छु किन अन्त होइन मैले आँखा हालेर यसले हाल्नु भन्छ तेरो भाइ होइन भाइ रोका रोका मलाई भाइ भन्छस् भाइ तेरो कुरा छुट्टा भाइ भन्छस् त्यो को मको काले कौवा म अन्त कहाँको म कहाँको म त भइयो भनेको यता भएन कहाँको ल भन्छस् ठिक भयो एयरपोर्टको अनि यो कहाँ मुजी मोर चरेको कौवा मन्त्रको भेलीमा मोबाइल कले गाना गरेर फेरि सुन तारा मैले केही भने अघि त तँलाई मैले के भनेको थिएँ अनि त्यसले किन हान्न तँलाई किन हान्न त यहाँ जान तँलाई हानेको हो हान्न तेरो भाइ होइन हेलो साथीहरू वेलकम छ र हाँसी मजाक गर्दै गाडी यात्रा गर्दै हामी काठमाडौँको तर्फ लाग्दैछौँ र यस्तै हो हाँसी मजाक साथीभाइहरू बस पार्कमा हुँदा यस्तै हाँसी मजाक गर्दै अगाडि बढ्ने छौँ र साथीभाइहरू हेर्न सक्नुहुन्छ असाध्यै रमाइलो र मान्छे छैन अब यसै गरी हामी चौडा पनि आइपुगेको छौँ अब चौडा हुँदै हामी चाहिँ पूर्वतर्फ लाग्नेछौँ र साथीभाइहरू अब यस्तै हो हाँसी मजाक ठट्टा गर्दै गर्दै अगाडि बढ्ने हेर्नुहोस् मान्छे छैन यात्रा गरिरहेका छौँ काठमाडौँको ल हेर्नुहोस् है साथीभाइहरू मान्छे भनेको एकदम सुनसान र हल्का फुल्का लोकल हालिएको छ अगाडि क्याबिनमा यस्तै हो साथीभाइहरू के गर्ने हो गाह्रो छ हो बर्खा लागेको छ खडेरीको टाइममा मान्छे छैन हो साथीभाइहरू के गर्ने यस्तै रहेछ जिन्दगी लास्टै एकदम तमाम छ यस समय साथीभाइहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले र बस पार्कको दृश्यहरू पनि देखाइदिइहालौँ भनेर हल्का केही बस पार्कको दृश्य पनि देखाइदिएको छु हस्त धन्यवाद भन्न चाहन्छु साथीभाइ